पार्वती खनाल घिमिरे फर्के म्याडम भन्दा पनि भयो। घर चाहिँ न्यायदेखि अहिले र म पेसाले चाहिँ शिक्षक, गीत पनि गाउँछु। तपाईँहरू सबैजना आजको यस नेतृत्व विकास तथा महिलाहरूको क्षमता अभिवृद्धि कार्यक्रममा आउनु भएको छ। लक्ष्य आफूले आज अथवा भोलि सिकेर कस्तो खालको व्यक्ति बन्ने भनेर उद्देश्य लिएर अथवा लक्ष्य लिएर आउनुभएको छ। हजुरहरूको यो लक्ष्य पक्कै पनि हामीले पुरा गराउनेछौँ। त्यसको लागि तपाईँहरूले भित्रैदेखि आँट लिनुहोस्, सास लिनुहोस्, आत्मबल बढाउनुहोस्, पक्कै पनि सफल हुनुहुनेछ। कोही पनि व्यक्ति पहिले सफल भएर आएको हुँदैन। उसले जति सङ्घर्ष गर्छ, जति दुःख गर्छ, त्यही अनुसार फल पनि प्राप्त गर्छ। यो कुरालाई चाहिँ तपाईँहरूले मनन गर्नुहोला। र हामी पनि त्यति साह्रै पोख्त व्यक्ति होइनौँ, तैपनि प्रयास गर्दैछौँ। सबैजनालाई प्रयास गर्नको लागि पनि म अनुरोध गर्दछु। भजन नै गाउने है, यो चाहिँ मेरो सुन्ने आनन्द छ। सोल्टी बजारमा भन्ने भाका सुन्नुभएको छ? हो, त्यो सोल्टी बजारमा भन्ने भाकामा चाहिँ यसो अलिअलि शब्दहरू राखेर बनाएको छु मैले। मनमा भएको डर भगाउनलाई, ल तपाईँले भन्नु ल, आउनुभयो सबजना तालिम
भने पनि आजदेखि सबै कुरा ठाडेर हँसिलो हुनुहोस्, फुल जस्तो हलुङ्गो हुन सिक्नुहोस् होइन, फुल जस्तै फुलेको हाँसिरहन सिक्नुहोस्, फुल जसरी मुस्कुराइरहेको देख्नुहुन्छ नि त्यस्तै हुन सिक्नुहोस् भन्ने उद्देश्यले चाहिँ यहाँ चाहिँ प्रस गर्नुभएको थियो सरले र मैले पनि अहिले हेरेर गीत गाएँ होइन। अब तपाईँहरू के सिक्ने ल भन्नुहोस् त? तपाईँहरूलाई माइक समाउन आउँछ? सबैभन्दा पहिला तपाईँहरूले चाहिँ अगाडि आएर चाहिँ अरू केही नजाने पनि आफ्नो नाम भन्न अनि आफू कहाँ बस्नुहुन्छ त्यो ठाउँ भन्न र हजुरहरूले चाहिँ के पेसा गर्नुहुन्छ होइन, केही पेसा नभए पनि गृहिणी हुनुहुन्छ भने पनि नहिचकिचाइकन चाहिँ गृहिणी हुँ भन्नको लागि र तपाईँहरू आज के उद्देश्य बोकेर यहाँ अपेक्षा भनेर लेखेको छ अथवा तालिमको उद्देश्य भनेर लेखेको छ त्यो लिस्ट यहीँबाट सरले लेखिदिनु भएको छ होइन। यो हेरेर तपाईँहरूले चाहिँ बोल्नुपर्ने हुन्छ। यति कुरा चाहिँ तपाईँहरू सबैजनाले चाहिँ फटाफट उठेर चाहिँ परिचय यतिलाई चाहिँ परिचय भनेर भन्छ, परिचय दिनको लागि म अनुरोध गर्दछु।